हाई गाइस, वेलकम टु माई च्यानल। आज म तपाईहरुलाई मैले आफूले गर्दै गरेर सिकेको र केही कुरा जानेको कुरा भन्नलाई आउँदैछु, किनभने यो चाहिँ कहिलेकाहीँ यस्तो गाह्रो हुन्छ कि तपाईहरुको ह्यान्डल भाग्छ। मेरो यो Hyundai 2015 को i20 मोडलको गाडी सेतो कलरमा थियो। यसको ह्यान्डल पाउनु पनि गाह्रो, महँगो पनि, ह्यान्डल भाग्छु। अनि अब के गर्ने भन्दाखेरि अब कसरी गर्ने मैले तपाईहरुलाई पनि यो च्यानल मार्फत तपाईहरुलाई पनि भन्न खोजेको। खासमा चाहिँ के हुन्छ, ह्यान्डल भाँच्यो के गर्ने त भन्दाखेरि तपाईहरुको गाडीको उसमा चाहिँ जहिले पनि यो हुन्छ, यो निकाल्नुहोस्। यो मैले निकालेको थिएँ पहिला, त्यही भएर इजी छ। यो यहाँ टप्प भएर फर्स्ट टाइम निकाल्दाखेरि चाहिँ एकदम गाह्रो हुन्छ, किनभने मैले चाहिँ सुरुमा स्क्रुड्राइभरले निकाल्नु खोजेँ। यहाँ चाहिँ स्क्रुड्राइभर यसले निकाल्नु खोजेँ, यसले निकाल्दाखेरि मेरो हातमा लाग्यो होइन, झन्डै काटेको। तर नथिङ ह्यापन होइन, के भने यो निकालेपछि तपाईँहरूको के हुन्छ भने यहाँ नट हुन्छ, हेर्नुहोस् आउनुहोस्, यहाँ नट हुन्छ। यो नटलाई चाहिँ तपाईँले ओपन अप गरेपछि तपाईँको खास चाहिँ लक चाहिँ तपाईँको के भने यो सानोमा हुने हो, यो सानोमा हुने हो लक, यहाँनिर लक हुन्छ। अनि यो यसमा लक गर्ने हो, तपाईँको यसमा गर्ने हो। अनि यसमा स्क्रु गएपछि त्यो गर्ने हो। अनि यो निकालिसकेपछि तपाईँको मैले चाहिँ रातो कलरमा लिएँ, सेतोमा महँगो, प्लस उनीहरूले 120, 140, 110 के भन्ने। तर मैले चाहिँ $40 पाएँ। तपाईँहरूले रेकर्ड्सहरूकोमा जानुभयो भने तपाईँले यो $30, $20 नै पाउन सक्नुहुन्छ, यदि तपाईँले बार्गेन गर्न सक्नुहुन्छ। अनि यो ह्यान्डल बिग्रेको कारण साह्रै गाह्रो थियो, त्यही भएर अब म चाहिँ यो कसरी गर्छु भनेर तपाईँहरूले देख्नुहुन्छ। मैले जानेको कुरा तपाईँहरूले पनि सिक्दाखेरि तपाईँलाई पनि सजिलो हुन्छ भनेर भन्न खोजेको। ल हेर्नुहोस् है, भएपछि म देखाउँछु है त।